सो अनि म चाहिँ आफ्नै पाहाडमा छु कि होइन पुरै चिलमा होइन मान्छे पछाडि कस्तो देखेछ भ्युज होइन नाइट भ्यू देखाउँछ होइन म तपाईँहरूलाई Hey guys, welcome back to the new video. आज त हजुरहरू सबै सन्चै हुनुहुन्छ आजको मेरो नयाँ भिडियो होइन फेरि नेक्स्ट डे न्यू ब्लग भनौँ न होइन बिल आएको रहेछ कति भने 4828 आएको रहेछ यो चाहिँ पानीको बिल हो 2 महिनामा यति आउनु भनेको ठिकै जस्तो लाग्छ मलाई चाहिँ यो बाटो हिँड्दाखेरि चाहिँ आफ्नो घरतिरको याद आउने कि कस्तो राम्रो छ क्या होइन यताबाट साइडबाट हेरौँ न जस्ट कस्तो रमाइलो लाग्छ यो बाटो हिँड्दाखेरि चाहिँ जस्ट आफ्नो घरतिर नि यस्तै नै बार थियो कि पहिला चाहिँ अनि अहिले चाहिँ छैन हटाइदिएछ होइन त्यही भएर नि होला आफ्नो घर जस्तै याद आउने घर जस्तै लाग्ने कि यो गाउँ जस्तो आफ्नो गाउँ जस्तो सो फाइनली रुम चाहिँ आइपुगेँ है त म चाहिँ सो अनि जिन्दगीमा स्ट्रगल गर्नु भनेपछि चाहिँ कहिले पनि नडराउनु भने हरेक सक्सेसफुल मान्छेहरूको दुःख चाहिँ गरेरै गएको हुन्छन् होइन उनीहरूले स्ट्रगल गरिराखेको हुन्छन् अहिले पो सक्सेस भएको हुन्छ उनीहरू त्यही भएर दुःख गर्न चाहिँ डराउनु हुँदैन म चाहिँ काममा जानु लागेको बेलुका भइसक्यो सो मेरो चाहिँ 5 बजी एउटा काम थियो अलि हतार भइसक्यो एउटा ट्रेन गइहाल्यो होइन छुटिहाल्यो के गर्नु ट्रेनमा जानुपर्ने साइकल अहिले चलाएको छैन साइकल चाहिँ अलि दिनपछि साइकल पनि चलाउँछु होला त्यहाँपछि चाहिँ खै हेरौँ के कस्तो हुन्छ होइन सो त्यही त हो नि जसरी मिल्छ त्यसरी नै गर्ने त हो नि होइन सो अलिक दिन चाहिँ अझै ट्रेनमा जान्छु होला त्यस्तै छ दिनचर्या चल्दैछ चलाउँदैछु हेर्दै गर्नु तपाईँहरू भन्दै गर्नु सँगसँगै मैले गर्नुपर्छ होइन कमेडी चाहिँ भएन होला जस्तै भए पनि होइन बेसमेन्टको मार्केटबाट सरासर अगाडि बढ्दैछ होइन पछाडितिर कस्तो देख्दैछ यस्तो भन्नु ल जहाँसम्म लाग्छ राम्रै देखिरहेको सो मार्केटको भ्यू होइन सो अनि अब चाहिँ होइन मेरो पुरै सके जस्तो भइरहेको छ क्या अब केही बोल्न आइरहेको छैन जस्ट आफ्नै पारामा हिँडिरहेको छु त्योभन्दा अरू केही छैन बाहिर हुने मान्छेहरू चाहिँ जति नै हुनुहुन्छ पैसाको पछाडि कामको पछाडि भाग्यमा गइरहेछ कि दिनहरू चाहिँ यहाँको है कस यतातिरको नजर छैन त राम्रो यो एरिया अलि राम्रो लाग्छ अरू एरियाभन्दा चाहिँ यो चाहिँ बजार साइड हो त्यही भएर नि होला होइन म चाहिँ भर्खर बाहिर निस्केको अनि बाहिरतिर हेर्नु न यस्तो बबाल छ कि सिन यतातिरको सिन बबाल छ होइन अनि त्यही भएर अनि म बाहिरतिरको सिन हेरेर म मक्ख पर्दै बसिरहेको छु कि के गर्नु होइन सो यो चाहिँ अगाडिको चाहिँ वार्ड अफिस होइन पछाडितिर चाहिँ खै के छ पनि सो म चाहिँ यतातिर आएको थिएँ एकछिन यसो घुम्नको लागि होइन सो अनि राम्रो छ ठाउँ नाइट भ्यू देखाउँछ होइन म तपाईँहरूलाई यो गाडी हेर्ने थियो अलिक सुपर कार आउँदै थियो कि सो अनि म चाहिँ नाइट भ्यू देखाउँदैछु म तपाईँहरूलाई सो जस्ट हेरिदिनु यतातिर अनि यो एरियातिर चाहिँ कस्तो राम्रै मैयाहरू बसिरहेको हुन्छ कि राति होइन नेपालको कमेल जस्तो एरिया होइन यो साइड चाहिँ त्यहाँ उतापट्टि साइडमा चाहिँ नेपाली 2जना केटाकेटीहरू सिट बनाउँदै हो कि अब भिडियो बनाउँदै भनौँ न नेपालीको चाहिँ यहाँनिर अलिकति कपडा लगाइले चिनिन्छ कि लगाइ अथवा भनौँ न केही न केही अलिकति डिफ्रेन्ट हुन्छ कि हेर्दा सो त्यही नै हो नाइट भ्यू कस्तो बवाल देखेको कस्तो राम्रो देखेको अनि यो साइड चाहिँ कस्तो बवाल देखेको कि यहाँनिर सुपर बाइक आउँदैछ पछाडि कस्तो देखेछ भ्युज होइन कस्तो मजाले बड्काएको यसले बाइक अखा यतिको चाहिँ पड्काउनु पर्छ है बाइक त है साथ त लैजान्छ कि हो नेपाल मात्रै होइन जापानतिर नि यस्तो हुन्छ रन्काउँदै छ धन्दै सातो लाग्दैन हो सातो फाल्दैन हो त्यहाँदेखि छेउबाट त्यसरी पड्काएर लैजानु हुन्न नि त अझै यिनीहरू त बाइक भयो अझै सुपर कारहरू पनि यस्तै रन्काएर हिँड्छ क्या अझै यो एरियामा अलि योभन्दा पनि उतापट्टि छ नि हाइवेमा सो त्यतातिर अस्ति नै आउने बेला चाहिँ यस्तो बब्बाल पारामा रन्काएर हिँडेको सुपर कारहरू सो उतापट्टि साइडमा गयो भने चाहिँ देख्छ योभन्दा नि यो बाटोमा नि हिँड्छ हिँड्न त तर नहिँड्ने चाहिँ होइन योभन्दा नि उतापट्टि चाहिँ मेन हाइवे हो कि अनि सो त्यतातिर चाहिँ झन् बबाल मेरो चाहिँ अब स्टेसन आइपुग्नु लाग्यो अनि म चाहिँ त्यहाँसम्म गएर अनि त्यहाँबाट ट्रेनमा चढेर जाने फेरि फर्कने होइन यस्तो भरेङ आयो कि होइन सो अनि अहिलेलाई चाहिँ म बिदा माग्नु पऱ्यो हेर्दै गरौँ होइन सो कमेडी गर्न आयो भने अलिकति बबाल हानौँ भने मायाकुरी बबाल कमेडी हानौँ भने कमेडी गर्ने आउँदैन मुख बिगारेर कमेडी हुने भए त सबैजना मुख बिगारिसक्थ्यो नि हो कि होइन गाइस हो कि होइन हो नि सो त्यही भएर मुख बिगारेर कमेडी चाहिँ हुँदैन ल
नि हुन्छ पनि यत्तिको विकसित भएदेखि त नेपालमा पनि बाहिरबाट काम गर्न पुरै मान्छे आइदिने भयो पो होइन। नेपाल पनि अलिकति बबाल भयो भन्नुहुन्थ्यो। अब नेपालमा नि आउनु त आउँछ त्यो के भन्छ तराईतिरबाट यस्तो बिहारतिरबाट होला होइन। त्यो भएर के गर्नु जे भए पनि अलिकति अरू कन्ट्रीहरूबाट नेपाल भनेपछि कोही नेपाल भनेपछि अलिकति भनौँ न अहिले पनि छन् इमेज त भए पनि सो अलिकति काम गर्नको लागि पनि नेपाल भन्ने होइन भिजा पाउन नि गाह्रो हुने टाइपको त्यत्तिको बनाउनु पऱ्यो कि नेपाललाई। त्यत्तिको भइदिए त जाने मान्छेहरूको चाहना बन्नु पऱ्यो कि चाहना काम गर्नुको लागि पढ्नको लागि यस्तो त्यत्तिको बनेदेखि त बवाल हुन्थ्यो नि। सो अनि म चाहिँ भर्खर जस्ट ट्रेनबाट ओर्लेँ होइन। म चढेर आएको ट्रेन गयो। सो त्यो पनि गयो होइन। म पनि अब जाँदै आफ्नो रुमतिर हो कि होइन सो अनि म चाहिँ आफ्नै पाहाडमा छु कि होइन पुरै चिलमा होइन। मान्छेहरू पागल सम्झिराखेको होला म आफ्नै पाहाडमा बबा सोच्दै भिडियो बनाउँदै पुरै होइन के पाहाडमा जोसिया हो कुनै थाहा छैन त्यत्तिकै जोसिया छ बोल्न चाहिँ केही जाने छैन होइन। के गर्नु यस्तै छ जिन्दगी। सो ल है त गाइस कहिले पछि भेटौँ। अनि म चाहिँ भर्खर रुम आइपुगेँ होइन। अहिले चाहिँ बेलुका 10 बजिसक्यो। अब चाहिँ अब खानसान खाएर सुत्ने होइन। बाहिर चाहिँ अति जाडो छ के भन्नु जाडो। तपाईँहरूकोतिर के कस्तो छ जाडोको खबर यसो दिइराख्नु होइन। सो जाडो चाहिँ एकदम भन्नै पर्दैन त यार कहिले आउँछ गर्मी महिना जस्तो भएको छ आफूलाई चाहिँ। फेरि गर्मीमा पनि त्यही घाम हो होइन। घाममा नै मान्छेलाई जे गरे सन्तुष्टि भन्ने चिज चाहिँ छैन क्या साँच्ची नै क्या। घाम आए पनि घाम जाडो भए पनि जाडो होइन। सो पानी पऱ्यो नि पानी पऱ्यो के भन्नु यस्तै छ। सो यति भन्दै ल है त गाइज यो भिडियो पनि म इन गरिदिन्छु। सो आज नयाँ भिडियोमा भेटिन्छ हामी होइन। सो राम्रो लाग्यो भने यसो कमेन्ट हान्नु होइन लाइक पनि हान्नु। त्यही नै हो गाइज अहिलेलाई चाहिँ बाई बाई।